आज चाहिँ डबल पार्टी थियो, त्यही भएर आउटफिट पनि चेक गरेर नयाँ आउटफिट लगाएर पार्टीतिर जानुभन्दा पहिला चाहिँ हामीले आज शीतल हाइटमा नयाँ साइट सुरु गरेका थियौँ र नयाँ साइटको लेआउट फाइनलाइज गऱ्यौँ। त्यसपछि चाहिँ म चाहिँ न्यू साइट भिजिट गर्नको लागि फेरि गट्ठा घरतिर गएँ। न्यू साइट भिजिट गरिसकेपछि त्यसपछि अगेन हामीले चाहिँ मध्यपुठीमा चाहिँ नयाँ साइट सुरु गरिरहेको छौँ आजबाट। त्यसको पनि लेआउट फाइनल गरेँ। यो चाहिँ पोल्ली किल्लीको साइट हो। त्यो फाइनल गरिसकेपछि म चाहिँ फर्स्ट पार्टी हाम्रो जिएनएस ट्रेडर्सबाट हाम्रो रमादा 5 स्टार होटलमा थियो धुम्बराईमा, र त्यहाँ गएर थोरै चिल गरियो, पुल पार्टी थियो र पानी पनि पऱ्यो र रमाइलो पनि एकदम भयो। त्यसपछि म घर आएँ, छोरीलाई पनि रेडी पारेर म चाहिँ फेरि इभिनिङ पार्टीमा गएँ। यो चाहिँ हाम्रो एउटा क्लाइन्टको प्रतिबन्धनको पार्टी थियो सरको, उहाँहरूले चाहिँ हामीलाई इन्भाइट गर्नुभएको थियो र यो चाहिँ हाम्रो मेजेस्टिक पार्टीमा मेजेस्टिक ग्रान्ड पार्टी प्यालेस हाम्रो एकान्त कुनामा थियो र त्यहाँ पनि एकदम रमाइलो भयो। थोरै खाइयो पियो बसियो र त्यसपछि छोरीसँग अलिअलि डान्स गर्यो। त्यसपछि ब्याक टु घर गरियो। आजको दिन यसरी नै बित्यो।